नमस्ते सबैजनालाई फेरि वेलकम छ मेरो नयाँ सानो मिठो भ्लगमाथि। आज चाहिँ हामी कहाँ जाँदैछौँ अहिले देखाउँछु। त्योभन्दा पहिला म नुहाएर भर्खर अब नुहाएर आएको, अब रेडी हुँदैछु कहीँ जानलाई। ब्ल्याक टी सर्ट ज्यान रेडी भइसक्यो। यति छ पसल जानलाई घर चाहिएको आफ्नो होइन, कहीँ ठुलो छैन। त्यहाँबाट निस्केर अनि पसल गएर फेरि माथि हात्ती खोला जान्छु म चाहिँ हात्ती खोला गएर त्यहाँबाट जान्छु कि म। अनि म चाहिँ कोसँग जाँदैछु भनेपछि एकछिन भन्छु एकछिन वेट गर्नु न, के छ र हेर्दै जानु के छ र। नयाँ नयाँ भ्लगहरू आइरहेको छ, हेर्दै जानु के छ र, कहाँको यात्रा हो थाहा हुन्छ। बिहान नुहाइसकेको छु, थाहा हुँदैछ। अब जाँदैछु एकछिनमा। अहिले चाहिँ म घरबाट निस्किसकेँ, अब पसल जान्छु। पसलबाट फेरि अनि उता माथि जान्छ। अनि हेर्दै गर्नु। अनि ठ्याक्कै यो चाहिँ को चाहिँ चाहिँ मेरो दाइ हो होइन। तर अहिले चाहिँ गाडी चलाउँछु, भर्खर विदेशबाट आएको होइन। अब यहाँ गाडी साइड चलाइरहेछ। अनि यो पार्टीको गाडी हो क्या, आफ्नो गाडी पनि आउँछ, केही छैन। टाइम 2-4 महिना टाइम लाग्छ, आफ्नो गाडी पनि आउँछ बिस्तारै होइन। अब अहिले चाहिँ म पसल आइसकेँ। पसल आएर मम्मी हुन्छ नम्बु बाबा त्यहाँ हुन्छ। अब यहाँबाट जान्छु म, अनि माथि हात्ती खोला गएर तबाट जान्छु। अनि चाहिँ निस्किसकेँ म घरबाट। अब गाडीले छ घरबाट निस्किसकेँ म, माथि हात्ती खोला चोक जान्छु। अब हात्ती खोला चोक गएर त्यहाँबाट अनि अर्को गाडीमा जान्छु। जाने 12 कुदे कता हुन्छ थाहा छैन। हात्ती खोला छोडिदिन्छ अब यसले मलाई होइन। हात्ती खोला चोकमा छोडिदिन्छ, त्यहाँबाट सिधा अब अन्टीहरू त्यहीँ आउनुहुन्छ। त्यहीँबाट अनि 12 कुने दह लाग्छ स्वाई पारेर। ल म आउँदैछु, भाइलाई छोडेर आउँदैछु। म चाहिँ अहिले हात्ती खोला चोक आएर पनि यहाँ वेट गर्दा झ्याउै लागिसक्यो मलाई होइन। वेट गर्दा झ्याउ लागेर बिस्तारै अब फुट स्टेप लगाउँदैछु कि म। फुट स्टेप अब 10,000को टार्गेट हो नि त दिनमा, 10,000 12,000को टार्गेट हो। 10,000 12,000 टार्गेट हो। अब बिस्तारै हिँडिरहेको छु यहाँ रोडमा बिस्तारै मजाले। ट्याक्कै मोतीपुर पुग्छु। फेरि अझै उहाँबाट हिँड्नु भएन अरे, हिँड्नु टाइम लाग्ने होला। हिँड्दा वाक्क लागिसक्यो मलाई। कौन है ये लोग, कहाँ से आते हैं? Camera here. Movie. हामी गाडीमा गइसक्यौँ होइन। गाडीमा हिँडिरहेको छौँ। मेरो भाइ यहाँ छ, भाइ छन् बाहिरतिर नानी मसँग मन्दिरभित्र झरिसकेको छ। मैले गाडीबाट ओर्लेर रोगा लागिसक्यो मलाई त।
कुकुर डराएर बसेको मन्दिर आइसक्यो मन्दिर यता पूजा सामग्रीहरू पूजा पसल छ सामान किन्ने भयो हामी चाहिँ घरैबाट लिएर आउनु भएको छ अरे पूजाको सामानहरू यहाँ अहिले माछा हेर्नुपर्छ माछा के गर्छ बाबु के नआएको त यहाँ के नआएको त भागिसक्यो अगाडि हेर्नु माछाहरू यस्तै फकिएर 12 कुने त सिन यस्तो छ मन्दिर चाहिँ यही हो पूजा गर्ने मेन मन्दिर 12 भएको सुरुमा माया लाग्दै हुन्छ नि खाने कार्य जस्तो लाग्दैन उस्तै हुन्छ यो अलिक ठुलो रहेछ बदल अरू सोध्नु हाल्नु पऱ्यो कि अघि पछि जिमको हाल्थेँ अब आज अब लास्टचोटि हेर्नु यहीँ छोड्दैन अगाडि पूजा गर्नु यता चाहिँ फेरि टिका बनाउँथ्यो आन्टीहरू निकाल्यो खै थाली दिनु त हामीले हाम्रो त्यो पारी चाहिँ मन्दिर भयो है त्यो पारीको मन्दिर भयो यो साइड चाहिँ भेडाहरू अनि यता सागहरू सबै काट्नेहरू यताउता गर्छ माछा पनि जाम ल कुकुर देखेर फेरि ड्राइदिरहेको छ अनि त्यो सारहरू काट्ने क्या सारहरू तपाईँको सारहरू यहीँ काट्दा पनि काटेर भुत्लाएर लग्दा पनि हुन्छ अनि तपाईँहरूको पैसा लिन्छ कि चार्ज दिन्छ भुत्लाको ऊ त्यहाँनिर काट्छ काटेर देखाउनु मिलेन अलिक पर्छ नि तानै अनि अब आफै अनि काटेर घर लान्छु घर लगेर भुत्लाउँछु भन्नु पनि मिल्यो अब तपाईँको यहीँ भुत्लाइदियो भने भुत्लाइदिन्छ नि सबै छ यहाँ फेरि अरू भेरा र भाले मात्र हो यो चल्लाहरू अरू चल्दैन बार अरू फेरि यहाँ हुँदैन क्या है ए अब अर्को भाइले फेरि लाज मान्छ क्या ने लाज मान्छ पूजा गर्नु जान्छ भित्र पूजा गर्नु सारे पूजा गर्नु अब पूजा गर्नु नानी चाहिँ यहाँ पूजा खाना सुरु भइसक्यो पूजा गरेर देखाउँछु अब भित्रबाट पूजा गरेर आइसकेपछि यसो राउन्ड जस्तो शरीर बजाऊ बजाऊ घन्टी बजाए खै टङ्ग पारिदियो समातेर यस्तो गर यस्तै यस्तो
Good. घन्टी यो समाति यो समात तान 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 म चाहिँ रिक्सा मान्छु हो कि रिक्सा मान्छु नि रिक्सा मान्छु नि अब रिसिँदा यहाँ मन्दिर आइसकेपछि नि रिसिँदा नि रिसाउँदैन नि गराइदिरहेको छु कि अब चाहिँ गरी फोर्ने पालो है गरी फोर्ने पालो पूजा सुजा भयो लास्ट गरी फोर्ने अनि साँडो सराउनु छ अङ्कलले गरी फोर्नु छ त्यहाँ फोरिनु हुन्छ न यहाँ यस्तै हात अब त्यहाँ भन्दा के गर्ने पुरानो छड्किने घुमेर न यस्तै छड्किँदा हुन्छ कि कपडा त्यस्तो हो पूजा गर्ने चाहिँ के हुन्छ गो यता देखा सब लोग देखा पनि सडक है हात अलि उता लैजा कि हातले छोपिरह हो तल हातले छोपिस् के हो ल हिँड त्यसरी हो त्यसरी हामी जानलाई देखा छैन क्यामेराले छोपिस् कि यहाँ यस्तो गर हो यहाँ क्यामेरा हो यसरी यहाँ देखा हो ल गराइदिएको छौदा नमस्ते जी गरिदेऊ खै काका ए काका उदान तपाईले सामान कि एउटा हात यो सामान कि हाम्रो हात दुख्छ त्यो सामान बेसी खै सलाई बाल्दिन न आउनु के अगाडि जगन अरू गराउनु न जल्दी जल्दी निराकसँग छ क्या म त सलाई नै कास छोडेर आइए अगाडि बाहिर फलास म बाहिर बाल्छु बाहिर बाल्छु सबै जाम बाहिर हाय वहाँ पर छिटो गरेर अब त्यति नै सकिहाल्छ हिँड्ने कस्तो राम्रो कुकुर के हो त भन्दा हजुर त्यहाँ पानी सानी चढाइदियो अगरबत्ती बाल्यो
तयार गरिदिएर क्या त्यहाँ सबै यहीँ चढाइदिउँ मैले चढाइदेऊ अब बाहिर हुनुहुन्छ अङ्कल त्यहाँबाट अन्त हालिदिन्छ के खान्छ खै गर्ने चिन्ता गर्ने हो कहाँ माथि ए लाइटर के बोला त्यसलाई जा जा आएन नलग यहीँ बस चाहिँदैन ल अब यही हो लास्ट त्यही भएर छिटो बुझाएर भेडो लैजाऊ क्या उता म त हामी भेडो हरेको भने एकछिन डराएको ए कुन आऊ बोल्दैन भाइ अरे सलाई ए बोल्न सकेको थिएँ यस्तो यस्तो तातो हुन्छ यस्तो घुँडा मिक्स गरेर त अनि तातो हुन्छ काटी अनि झरीको काट्यो बल्छ अर्को निकाल छ त सलाई सलाई त लाइटर सजिलो हुन्छ कसम मोबाइल त्यो दाइको ए खस्से भाँच्छ काठको फेरि खतम हुन्छ क्या ओके के मोबाइल चाहिँ समौ त यो काठको सलाई छ के मोबाइल चाहिँ ढल्को अहिले ढल्को सलाइले यसरी ढल्को छ हो त्यसरी ढल्को ढल्कियो अझ त्यो यसरी अर्को छ त सलाई उता थियो त अर्को अरू बडी बडी हैन सलाइले ढल्को त सलाइले ढल्को काटीलाई ढल्का भन त्यो सल्कम पर्छ क्या काट्न त त्यो जल्दैन त्यो काट्न अर्को कोल्ड फेर मार्छ क्या सलाइलाई ढल्का सलाइलाई कोल्ड फेर यसले हो त्यसरी मैले अझ अझ बाहिर अझ ओ ओ ल बल्छ ओ ल नाइस त्यो गर्न ढल अब माथि गर माथि गर जल्छ माइलीले भने मैलीहरूलाई चाहिँ अहिले माइलीले बुहारी कमाउने बेला हिगो छोरो नाति यत्रो हिगो भयो बल्ल त्यहाँ जल्यो नि यार माइलीहरूलाई मैली छिटो गर कि भन्छ कि भइहाल्छ अब आधी आधी गरौँ आधी आधी गरौँ मम्मी आउनु त कि अहिले लाउनु लाइसक्यो सबैतिर घुमौँ अब यसरी ल सरी भुलचुक बस सबै माफ बस अब यतातिर आएर अहिलेसम्म भएको गल्ती सबैमा आओस् पूजा गर्दाखेरि भुल्चेको आशा पाऊ रे एउटा दिवस देखा चाहिँ म पाएँ भगवान् म पाऊ भन्ने हुन्छ नि एउटा त्यस्तै हो त मेरो पनि म पाऊ है रे बन्द गरिदिउँ चोल्ने रे पहिला एकछिन चोल्ने पानीमा च्वाम्म पार्ने रे मनसाउने होला क्या पानी चबाउनु पर्छ त्यो अगाडि कहाँ माग्नु सित्ते क्या चिप्ले ला पुरो छोप्दैन पुरो टाउको सहित डुबाइदिनु नि बस अब मान्छन् कि जारोले ए अघि त कत्रो मान्ने थियो त्यो भुत्लाले गर्दा त अहिले त भुत्ला मान 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 चाट अब उताले जानु जम्मु अब यसको हुन्छ त्यो चाहिँ देखाउन मिल्दैन होइन हेलो हेलो को बोल्दै हो पैसा ही पैसा होगा ओ हेलो 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 अनमोल खै गरन ल अनमोल यो रुपिस म त सबैहरु उधारो टिका लगाइदिए अहिले एकैचोटि दिन्छु सबले दिएन अनमोल खै यही लगाइदिएन मेरो अझै पूजा सुजा सकेर अब हामी फर्किँदैछौँ मन्दिरबाट सबै फर्किँदै साह्रो पनि काटिसकेर काटेर लगाएर सबै कटिङ गर्न मात्र बाँकी घरलाई सबै आउनुहुन्छ हामीबाट फर्किन्छौँ अब हामी
पूजा सकेर सबैजना आउँदै हुन्छ है कहाँको पूजा सकेर घर फर्किन लाग्यो घर फर्किँदैछ अब नास्ता पानी गर्न जान लाग्छौँ घर फर्किँदैछौँ नास्ता पानी गर्न जाला अर्को के गर्छ अब त्यो पहिला नास्ता खाना आइसक्यो नास्ता खाना म चाहिँ टाइट हुन्छु अन्डा मात्र खान्छु आना के खाने हो भन्नु त के खाने तिमीले मेरो डाइट छ है मेरो डाइट हो हामी अब यहाँबाट फर्केर बाँकी